सुकुमायाको आगमन होला त आगमन भएपछि अब सुकुमायाले के गर्लिन् त अनुशासनमा केही कुराकानी गर्न छौ त्योभन्दा पहिला हजुरहरूलाई भुन्टीसिल एकदम मनपर्छ त्यसको लागि अवश्य पनि 1 लाइक र सब्स्क्राइब गर्नुहुन्छ भन्ने आशा राख्दै आजको मेन विषयमा लागौ हो दर्शकहरू अब सुकुमायाको आगमन पक्कै पनि हुनुपर्छ किनकि अब भुन्टीले यस्तो दुःख पाएको बेलामा सधैँ सुकुमायाको आगमन हुन्छ त्यसैले अहिले पनि पक्कै पनि हुनेछ सुकुमायाको आगमन भएपछि बल्ल सुक्खाको शान्तिको सास फेर्न पाउने छिन् भुन्टीले आगमन भयो भने भूपेन्द्रले निकै नै दुःख पाउनेछन् किनकि आफ्नो मितिनलाई भएको त्यो शोषणले त्यो अत्याचारले भुन्टीको मन एकदमै दुखिरहेको छ भूपेन्द्रले अरु त के सुकुमायाले बनाइदिएको त्यो कागजको फ्रेमलाई सम पनि तिन छरेर चकनाचुर पारेका छन् त्यो फ्रेम अब सुकुमायाले त्यो देखिन भने भूपेन्द्रलाई त्यसै छाड्दैनिन् पहिला पनि यस्तै भएर माफ दिएको अब एकचोटिले माफ गरिदिनुस् भनेर भुन्टीले नै भनेको अब यो कुरा थाहा पाइन भने सुकुमायाले एकदमै नराम्रो हुनेवाला छ किन भुन्टीले सुकुमायाले भनेकी थिइन् कि एकचोटिले सब माफ गर्नुपर्छ भनेर अब चाहिँ सुकुमायाले भुन्टीले भने पनि माफ गर्नेवाला छैनन् किनकि यस्तो शोषण सहेर सुकुमायाले बस्न दिँदैनिन् आफ्नो मितिनीलाई होस् या कसैलाई नै सुकुमायाले एकदम भुन्टीलाई पहिलेदेखि नै यो भूपेन्द्रसँग तपाईको जिन्दगी नरक बन्छ भनेर तर अहिले त्यस्तै नै भयो अब सुकुमायाको आगमन भई भुन्टीलाई न्याय दिनुपर्छ भन्ने जतिले कमेन्टमा सुकुमायाले नहुनेलाई भन्दै म यहाँ बिदा हुन्छु हस् धन्यवाद।